मिति 13 गतेका मुख्य निर्णयहरू म सुनाउँछु। आज 4 वटा निर्णयहरू भएका छन्। नम्बर 1 मा सम्मत 2082 भदौ 23 र 24 गतेको जेन्जी आन्दोलन तथा यसअघि भएका विभिन्न आन्दोलनमा वीरगति प्राप्त गर्ने सम्पूर्ण अज्ञात शहीदहरूप्रति पूर्ण सम्मान एवं हार्दिक श्रद्धाञ्जली अर्पण गर्ने नम्बर 1 को निर्णय भयो। नम्बर 2 मा नेपाल सरकारको प्रवक्तामा माननीय शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीलाई तोक्ने भयो। नम्बर 3 मा सरकारको शासकीय सुधारका लागि 100 कार्यसूची स्वीकृत गर्ने भयो। त्यो 100 वटा कार्यसूची भोलिसम्म प्रकाशित पनि हुनेछ। नम्बर 4 मा सम्मत 2082 साल भदौ 23 र 24 गतेको प्रदर्शनका क्रममा भएका घटनाको जाँचबुझ गर्न गौरी बहादुर कार्कीको अध्यक्षतामा गठित आयोगले नेपाल सरकार समक्ष पेश गरेको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न न्याय बमोजिम गर्ने। पहिलो नम्बर क मा उल्लेखित आयोगले सिफारिस गरेको व्यक्ति र निकाय मध्ये सुरक्षा संयन्त्रमा को हकमा अध्ययन समिति गठन गरी सो समितिले पेश गरेको सिफारिस बमोजिम गर्ने। यो चाहिँ सुरक्षा संयन्त्रको हकमा। 2 मा अन्यको हकमा सो आयोगले गरेको सिफारिसलाई तत्काल कार्यान्वयन गर्न सम्बन्धित निकायलाई निर्देशन दिने। गृह मन्त्रालय लगायत अन्य निकायहरू जुन हुन्छ